मफुजा पनि त्यत्तिकै महत्त्वपूर्ण पूजा हामी नेवारहरूले मानिआएका छन्। लक्ष्मी पूजाको भोलिपल्ट प्रतिपदाको दिनमा महायान वज्रयान बुद्ध धर्मका अनुयायीहरूले परापूर्व कालदेखि नै मफुजा भनी बेलुका आफ्नो शरीरको पूजा मफुजा गर्ने हुन्छ। पछि यही दिनलाई शङ्करधर साखुवाले नेपाल मण्डललाई ऋण मुक्त गरेको दिनका रूपमा सम्बत थाल्ने गरेको भन्ने जनश्रुति अनुसार मफुजाको दिन सम्बतको शुभारम्भको दिनका रूपमा पनि मानिन्छ। तर नेवारहरूको मफुजा वासन्ती नख हजारौं हजार वर्षदेखि चलिआएको पुरानो चाडबाड भएको नाताले नेवार बुद्ध धर्मको महत्त्वपूर्ण पक्षले भने मफुजाको ऐतिहासिक कुरा भन्दा मनुष्यको जीवनमा प्रगतिका लागि नपाई नहुने बुद्ध धर्मको दार्शनिक पक्षलाई जोडिएको छ। नेवार बुद्ध धर्मको दार्शनिक पक्ष भनेको नै मनुष्यको जीवनमा आउने विविध शारीरिक मानसिक दुःख कष्टबाट बच्न सिकाई शान्त स्वस्थ जीवन बाँच्न सिकाउनु नै हो। मनुष्यको जीवनमा मोह द्वेष मात्सर्य राग कौशिध्य आदि मानसिक प्रवृत्तिले नै जीवनलाई अशान्त पार्ने हुन्छ। जसको मन अशान्त छ उसको शरीरले ठिक तरिकाले काम गर्न सक्दैन, उसको मनले पनि ठिक तरिकाले काम गर्न सक्दैन र ऊ स्वतः रोगी पनि हुने हुन्छ। यही मनुष्य जीवनको मर्मलाई बुझाउन महायानी वज्रयानी बौद्ध धर्मावलम्बीहरूले पनि यिनी राग द्वेष मोह मात्सर्य आदि हर तरहले निर्मूल गराउने उद्देश्यले हामी नेवारलाई मफुजा यानी शरीरलाई राम्ररी बुझाउन शरीर रूपी मण्डल सृजना गरी मफुजा गर्ने नियम प्रस्तुत गरेको पाइन्छ।